नमस्कार सम्पूर्णमा। आज चाहिँ हामी चिम्नी आइपुगेका छौँ अनि यहाँ चिम्नी देउराली ग्राम पञ्चायत प्रधान पनि यहाँ हुनुहुन्छ है, विमल तामाङज्यू, अनि साथसाथै हाम्रो इन्डियन गोर्खा जनशक्ति फ्रन्टका पार्टी प्रतिनिधि पनि यहाँ हुनुहुन्छ। विशेष गरी यहाँ चाहिँ के भयो भनेदेखिको तपाईहरुले जुन चाहिँ यो देख्नु हुँदैछ यो चाहिँ जल जीवन मिसनको बोर्ड अरे। यो बोर्डहरू तपाईले के देख्नु भएको छ छैन थाहा छैन है। यो पछाडि चाहिँ तपाईहरुले जे देख्नु हुँदैछ त्यो चाहिँ ट्याङ्की अरे, हर घर जल योजनाको ट्याङ्की अरे। यहाँ चाहिँ नरिवल फुटायो अनि नरिवल फुटाउँदा स्वयं हाम्रो प्रधानज्यू पनि उपस्थित हुनुहुन्थ्यो अरे। साथसाथै यहाँका क्षेत्रीय सभासदको उपस्थितिमा यो हर घर जल योजनाको यो उद्घाटन भएको। अब उद्घाटन भइसकेपछि यहाँका ग्रामवासीहरूलाई के अनुभूति हुन्छ भनेदेखिको अब चाहिँ हामी हर घर जल योजनाबाट पानी खान पाउँछौँ भन्ने हुन्छ। तर स्थिति यस्तो छ, नरिवल फुट्यो, ट्याङ्की छैन, बोर्ड छैन। तर यो काम कति 77 लाखको भन्नुभयो, 77 लाखको प्रोजेक्ट अरे। अनि यो विषयमा चाहिँ आजको दिनमा स्वयं ग्राम पञ्चायत प्रधानको उपस्थितिमा पनि यो खालके काम हुँदैछ भनेपछि यहाँको क्षेत्रीय सरकार, यहाँको जसले कन्स्ट्रक्सन गर्दैछ त्यो एजेन्सी, अनि यो काम गर्ने इन्जिनियर्स, उहाँहरूको दायित्व के हो त? आजको दिनमा सरासर भ्रष्टाचार देखिएको छैन यहाँ। आजको दिनमा ग्रामवासीले पानी खानु पाउँछ कि पाउँदैन, यहाँ केन्द्र सरकारले यति पैसा दियो अनि हामीले यसरी यसलाई लागू गर्यौं भनेर केन्द्र सरकार एवं जिटिएले ठुल्ठुलो ढाँट पिट्छ। अस्ति भर्खरै के हुँदै थियो, कलमा त फोन कल हुँदै थियो, ममता दिदी भन्दै थियो, अर्कोले फेरि राजु विष्टजी भन्दै थियो। यहाँ त कल त होइन, ट्याङ्की होइन, बोर्ड पनि छैन। अनि यस्तो स्थितिमा चाहिँ केन्द्र सरकारले, राज्य सरकारले अनि क्षेत्रीय सरकारले चाहिँ यस्तो काम, यस्तो धाँधली हुँदा चाहिँ किन चाहिँ हस्तक्षेप गर्दैन? आजको दिनमा यो कुरा चाहिँ प्रश्न चिन्ह छ। हाम्रो प्रत्येक ठाउँमा नै यस्तो हुँदैछ। यस्तो किन हुँदैछ? अब यो जल जीवन मिसनको हर घर जल योजनाको चाहिँ के कस्तो भयो, कसरी उद्घाटन भएको थियो, कोले के गरेको थियो भन्ने कुरा त यहाँ स्वयं हाम्रो चिम्नी देउराली ग्राम पञ्चायत प्रधानलाई थाहा हुन्छ। यसको विषयमा अलिकति स्पष्ट बताइदिनुहोस् न। नमस्ते सम्पूर्णमा। विशेष गरेर चाहिँ यो लगभग मोटामोटी 2.5 साल हुन आँट्यो यो योजना यहाँ आएको है। तर अहिलेसम्म चाहिँ तपाईँहरूले देख्नुहुँदैछ यो भोट मात्रै यसरी लगाइरहेको थियो, तर यसमा पनि त्यो पुरै बजेट सजेट सबै यो चाहिँ तपाईँको फुर्वा रुम्बा भन्ने एउटा एजेन्सी, यो लोकल एजेन्सी नै रहेछ। जान्नुमा आउँदा हामीले उहाँकोलाई पनि धेरै बार हामीले फोन मार्फत हुन्छ कि भेटेर हुन्छ, उहाँसँग पनि धेरैवटा कुरा गऱ्यौँ र पेची विभागसँग पनि धेरैवटा कुरा गऱ्यौँ। यहाँ चाहिँ म स्वयं साक्षी छु। यही जग्गामा चाहिँ हाम्रो क्षेत्रीय सभासद 28 नम्बर सभासद श्रीमान श्याम शेर्पाज्यूले चाहिँ नरिवल फुटाएर चाहिँ अब चाहिँ यहाँ जल जीवनको काम सुरु हुन्छ भनेर चाहिँ भन्नुभएको थियो। तर अहिलेसम्म यहाँ न एउटा गिटी झरेको छ, ट्याङ्की त परेको छ, हेर्नुहोस् यहाँ ब्ल्याङ्क है, एउटा न ट्याङ्की यहाँ गिटी झरेको छ। र यो विषय लिएर चाहिँ हामीले गाउँलेसँग पनि मिटिङमा बसेर गाउँले पनि सभासदकोमा जाँदाखेरि चाहिँ जल जीवन मिसनको अहिले चाहिँ प्रधान र उपप्रधानले जिम्मा लेख्छ भन्ने उहाँले क्वेसनको एन्सर दिनुभएको छ। र म चाहिँ उहाँलाई भन्छु, त्यति बेला नरिवल फुटाउँदा त उहाँहरू थियो नि त होइन, नरिवल फुटाउँदा उहाँहरू थियो। यो विषयमा किनभने क्षेत्रीय सभासद हो, यो एरियाको सभासद उहाँहरू पनि हो, उहाँहरूले पनि यो विषयमा बोल्नुपर्ने। तर यो कुरा जिटिए श्रीमान अनित थापासम्म पुगेको छ कि छैन, यो मिडिया मार्फत चाहिँ पुगोस् भन्ने चाहिँ मेरो चाहना। र जनताले चाहिँ यहाँ मेरो जनताले चाहिँ अब चिम्नी देउराली ग्राम पञ्चायत अन्तर्गत यो सिमान्टारवासीले पानी पाएको हुनु पर्यो नि त। यो कमसेकम 2.5 साल भयो अर्कै सर होइन, तर आजसम्म यो चाहिँ अवस्था यस्तो छ है। अनि तपाईँले देखिहाल्नु भयो आजको दिनमा यो काम छिटोभन्दा छिटो सुरु भएन भने हामी कहाँ जानुपर्ने, के गर्नुपर्ने, कसलाई भेट्नुपर्ने, कहाँ दिनुपर्ने भन्ने कुराहरू चाहिँ इन्डियन गोर्खा जनशक्ति फ्रन्टले चाहिँ अघि लान्छ। अनि हाम्रो ट्याक्स दिएको पैसा हो नि त, कसैको गोजीको पैसा होइन नि त। हामीले दुःख गरेर जुन चाहिँ ट्याक्स तिर्छौँ सरकारलाई, त्यही ट्याक्सको पैसा रिटर्न भएर चाहिँ यस्तो डेभलपमेन्टको कामहरू आउँछ। यो पानी, यो जल जीवन मिसन एकपल्ट यो प्रोजेक्ट आइसकेपछि घरिघरि पानीको लागि पैसा सरकारले दिँदैन। तर आजको दिनमा यो खालको काम भइरहेको छ। अनि यसले नै स्पष्ट हुन्छ नियत
क्षेत्रीय सरकारको नियत, यो पानी बनाउने एजेन्सीको नियत, यो कन्ट्र्याक्ट गर्नेको नियत, यहाँको इन्जिनियरको नियत, यो सबै नियतको कुरा हो। आजको दिनमा केन्द्र सरकारले पैसा दिँदैछ भने इन्भेस्टिगेसन आएको थियो नि अस्ति होइन, जलजीवन मिसन यहाँ आयो। इन्भेस्टिगेसन गर्दाधरि यस्तो केही नभएको जग्गामा चाहिँ किन इन्भेस्टिगेसन गर्नु आएन त? किन माथि माथि इन्भेस्टिगेसन गरेर गयो त? आजको दिनमा त्यो इन्भेस्टिगेसनको रिपोर्ट के भयो, यो धाँधली गर्ने, भ्रष्टाचार गर्ने यिनीहरूले सजाय पाउँछ कि पाउँदैन प्रश्न यहाँ छ। अनि जिटिएले यो जो डिपार्टमेन्टले पिएचई डिपार्टमेन्टले यो विषयमा चाहिँ इमिडिएटली एक्सन चाहिँ लिएको हुनुपर्छ। इन्डियन गोर्खा जनशक्ति फ्रन्टको टेक चाहिँ यो छ। यहाँ पनि यहाँ हुनुहुन्छ उहाँले स्वयं मलाई बारम्बार भन्नुहुन्थ्यो, हाम्रो यहाँ चाहिँ गुम्बा कमिटीको प्रेसिडेन्ट नि, यो जलजीवन विषय अलिक तपाईँले पनि भनिदिनुहोस् न, यो चाहिँ कति वर्ष भयो है? अब यो जलजीवनमा तपाईँको यो भूमि पूजा पनि गरेकै हो। अन्त गरिसकेपछि लास्टमा यसमा एउटा बलुवा पनि झाडियो। त्यहाँदेखि उपरान्त कुरा यहाँ एउटा बोर्ड थियो जलजीवनको बोर्डमा हाम्रो सरदार इभन हाम्रो प्रधानज्यू, अन्त अब लागतदेखि लिएर अन्तिम खत्तम भएकोसम्म चाहिँ लेखेर यहाँ टालिदिएको थियो। मैले यहाँ हाम्रो यहाँको भाइस प्रेसिडेन्ट, सेक्रेटरी सबलाई मैले बोलाएर यो चाहिँ के हो त जलजीवनको पानी चाहिँ आउँछ कि आउँदैन? आउँछ भने आज यो पानी त अब डल्लै तुरेर गयो, लागत पनि देखाए 77 लाख अनि कति हजारसम्म पैसा थियो। तर म त यो विषयमा त मेरो काम थिएन, तर म एउटा गुम्बाको एउटा आफ्नो हैसियतमा जाइबस्छु। त्यति बेला मैले क्वेसन गरेको मात्र थियो। क्वेसन गरेर कसैले एन्सर पनि दिएन। आउँछ भने यहाँ एउटा डल्लो ढुङ्गा पनि झाडिन। म त्यतिमा नि एकदम सेक्रिज भयो कि धन्यवाद, तपाईँहरू खाएर जिउनुहोस्, जनतालाई नदिनुहोस्। आज हाम्रोमा सानो ट्याङ्की छ, यसमै लडाइँ हुँदैछ। त्यो पानी आउँदैछ, तपाईँको कहाँबाट कुहिसकेको त्यो 2 इन्चको पाइपहरू छ, तर आज हामी त्यही चलाउँदैछौँ। यो कुरा तपाईँहरूले सरकार जब हाम्रो बिजेपी सरकार नरेन्द्र मोदी सरकारसम्म यो पुग्यो भने म एकदम अति खुसी छु। घर घरमा जल होस्। किन चाहिँ घर घरमा जल र नलका नारा बजार चाहिँ देखाउँछ? यो पैसा कहाँ गयो त? आज नेताहरू मात्र खाएर हुन्छ, जनतालाई गर नि त। हाम्रो प्रेम छ, हाम्रो एउटा धर्म छ भने जनताकोमा कस्तो चाहिँ असुविस्ताहरू छ त्यसमा गरिदिनुहोस्। तपाईँहरूलाई मिडिया दाजुभाइलाई म एकदम धन्यवाद। आज यो प्रधान बाउले मलाई बोलाउँदाखेरि म खुसी भएँ, अत्यन्त एकदम म खुसी नै भएर यो कुरा चाहिँ प्रधानमन्त्रीसम्म पुगोस्। यो कुरालाई चाहिँ सिबिआई लगोस्, जेसुकै लगाएर चाहिँ यिनीहरूको चाहिँ नि एक-एकवटा हिसाब खोजेर चाहिँ तपाईँले देखाइदिनुहोस्। धन्यवाद। मेरो यही